है यो चाहिँ तपाईँहरूलाई किन मैले देखाउन गइरहेको छु भने चाहिँ ग्यास चाहिँ नसामा पुरा छिरेको छ। उहाँको अहिले यसरी थिच्यो भने पनि यो ग्यास यसरी आउँछ है। यहाँ हेर्नु है, यो यस्तो हुन्छ होइन। अब यसको समस्याको समाधान कसरी गर्ने भन्ने कुराहरू छ होइन। यो चाहिँ हामीले चाहिँ भन्छौँ, कतिवटा भिडियोहरू पनि देख्छौँ हामीले, अनेक ती सामैसँग दही खानु प्लस ज्वानो खानु दहीमा घोलेर भन्छ। तर यो केसहरूलाई चाहिँ दहीहरू खायो भने त्यस्तो कामहरू छ। यदि तपाईँहरूलाई चाहिँ समस्याहरू चाहिँ नखानु होला है। उहाँको यो सबै ग्यास छ नसामा, यो पुरै ग्यास छिरेको छ है। यो चाहिँ एकदमै डेन्जर केस हो है। यो चाहिँ नसा ग्यास एनर्जी लस हुन्छ, जाँगरहरू चल्दैन, हामी चाहिँ काम गर्न सक्दैनौँ र जतिखेर नै डक्करहरू आइराख्ने हुन्छ होइन। र हामीलाई टाउको दुख्ने घरि ढाड दुख्ने घरि, खुट्टा दुख्ने घरि, पेट दुख्ने घरि, कम्मर दुख्ने घरि, घुँडाहरू दुख्ने समस्याहरू चाहिँ हामीलाई रहन्छ। र त्यसै गरेर तपाईँहरू चाहिँ यस्तो चिजहरू छ भने चाहिँ दहीहरू अथवा केरा आँप यस्तो फ्रुटहरूमा नखानु होला है। जङ्क फुडहरू पुरा बन्द गर्नु होला। उहाँ दिदीको चाहिँ धेरै पुरानो रोग हो। दिदीको रोग चाहिँ दिदी कति वर्ष भएको तपाईँको यो रोग खास चाहिँ? मैले थाहा नभइकन चाहिँ धेरै थाहा भएको चाहिँ अहिले असारदेखि रहेछ। मैले थाहा नै नभएको। पहिला चाहिँ के को उपचार भइरहेको थियो तपाईँको? दबाईहरू के को खाएको थियो? मैले त ग्यास्ट्रिकै भनेर ग्यास्ट्रिकको दबाई खाइरहेको थियो होइन। खानु त्यो आयुर्वेद दबाईहरू खाएँ। आयुर्वेदहरू खाइराख्नु भएको थियो। लास्ट चाहिँ धेरै यो माघको त्यो माघ 16, 17, 18 गतिदेखि धेरै लासै भयो कि हिँड्नै नसकेसम्म पनि भएको। तर नसामा ग्यास छिरेको भनेर पत्ता लागेको थिएन नि है? थाहा थिएन एकदमै। यो त मलाई थाहै थिएन। पछि यहाँ आउनुभयो, यहाँबाट चाहिँ एकदम थाहा भयो। ग्यास चाहिँ नसामा छिरेको थाहा भयो। घाउ जति आइरहेछ तपाईँको अहिले तपाईँलाई पक्रेन भने यो भाग बढी हो क्या। अनि त्यसपछि यो भागहरू होइन। अब यस्तो यो छ नि, यो भागहरूमा तपाईँको त ग्यास पुरै छ क्या। यो यस्तोहरूमा यो ग्यासहरू यस्तोहरूमा चाहिँ यसरी चाहिँ ग्यासहरू छिर्यो भने चाहिँ हामीलाई चाहिँ समस्याहरू धेरै क्रिएट हुन्छ है। यो चिजहरू ध्यान दिनु है त। हेर्नु यसरी आउँछ है। यो एकदम बुझ्नु है तपाईँहरूले ल। घाउ केसमा चाहिँ तपाईँहरूको उपचार बाहेक चाहिँ दबाईको मात्रै सहारा लिएर चाहिँ नबस्नु होला। रोग बढ्दै जान्छ, भोलि तपाईँको समस्याहरू क्रिएट हुन्छ। यो कुराहरू एकदम ध्यान दिएर बुझिदिनु है। म उहाँको चाहिँ आज काइरो